वेलकम बैक गाइज। आज हामी घुम्न जान आँटेको चट्ट पारेर यहाँ अनि त्यसपछि आज हामी जाने नुवाकोट। हामी ब्लगर भइसक्यौँ हो फाइनली। आज चाहिँ हाम्रो गाइज नुवाकोटको यात्रा छ। नुवाकोटको यात्रा बाटो एकदम बबाल छ यार। यहाँसम्म चाहिँ यता बस्ती हुने यार। भोलि भयो त मजाले एमडी पनि बिस्तारै जानुपर्छ गाइज यार। यहाँ आइसक्यौँ यार। यहाँ जङ्गलमा हराइसक्यौँ यार। घरको स्पिडमा जाँदैछौँ गाइज हामी। एकदम निस्केर यार। अब हामी पनि हिँडेर प्लान गर्नुपर्ने हुन्छ यार। हात त पुरै पक्रिसक्यो यार। मर्छु क्या आज यार। मेरो हात त जम्दैन होला यार। भ्लग पनि लामो होइन, छोटो छोटो दामी दामी क्लिप बनाउँछु ल गाइस। हेर्नु आज हान्नुपर्छ हौ। हान्नुमा यार सुसु आएर मन आँटेको यार। तर हामी यहाँ राष्ट्रिय निकुञ्जमा आइसक्यौँ रहेछ यार। मलाई थाहै थिएन यार। सैनिक इलाका अरे। ओके यो एरियामा भिडियो बनाउँदैन यार। हामी चाहिँ हिमाल सिमालको फोटो खिचिसक्यौँ गाइस। हिमाल म हिमाल देखाइदिन्छु ल। यहाँ मोबाइलमा देखाइदिन्छ यार। यस्तो दामी छ यो। म चाहिँ देखिँदैन। ठिक छ। सम्झना राष्ट्रिय निकुञ्जमा छौँ। अगाडि यस्तो डेन्जर हिमाल छ नि यार। के भन्ने यार केटाहरूले यार। हेर न जङ्गल गाइस। लुक एट दिस भ्यू यार। यस्तो छ ती ठाउँ यार। हिजोबाट 122वटा ठाउँमा जान बाँकी नै छ यार। हात छोड्यौँ गाइस। यत्तिकै हाल्यौँ हामीले। कालीदेवी मन्दिर अरे यार। ओके ओके। किन यहाँ राख्यो केटाहरूले। अब हामी एकछिन बस्नै पर्ने हो त। यहाँ किन हौ किन हौ। अब हामी बस अब हामी ड्रिङ्क गर्नुपर्छ वाटर। अब हामी एनर्जी ड्रिङ्क खानुपर्ने हुन्छ गाइस। चेस साधन ल्याऊ ए। हामी यो गरौँ न अर्को। ल ल ल त्यहाँ पनि मोबाइलबाट पनि। यता यता बस्नु हो। यहाँ बस्नु अलिक यता बस्नु न। वाउ कस्तो दामी सिन छ यार। यतिको हुनु पऱ्यो नि त हौ यार। आजको राइडमा एकदम रमाइलो हुने भयो यार। जङ्गल नाला खोला हिमाल सब सब देखिने भयो सब। ऊ खाल्टा यार। ऊ ऊ केटाहरू के गर्छ यार। स्पिड गयो त यार। उज्यालो भएछ। वाउ सिन हेर न गाइस। एम्बुलेन्स बाटो खतम छ रहेछ अरे। बाटो नसकाउने बाटोमा कहिले स्पिड हाक्नु हुँदैन यार। अब हामी खोलामा गएर नुहाउनु पर्छ यार। सुसु आइसक्यो। रोगौँ। चिनी बिना चिनीको चिया। एउटा ठाउँमा चिनी बिनाको चिया। एउटा ठाउँमा चाहिँ चिनी बिनाको चिया। अनि 2 ठाउँमा चाहिँ चिनी भएको। अरू 2टा 3टा टोटल। वासरुम कता छ। वासरुम बुझ्नु कता छ वासरुम। ओके सम्झनाहरू हामीले चाहिँ फाइनली सकिसक्यौँ यार। घाम चार्जर फोन जला ग्याङ म्याचिस बेबी तिमी ब्याड बिच
ला फेरि च्याति चिकन थैली सुट तामाङहरूको नि त हामी त अघि बढी ल अब वाइ सानो तर रमाइलो थियो यार त्यसले त मार्यो त हो यार हुस्सो लागिरहेको यार क्या डेन्जर हुस्सो यार मुन्नुहरू पनि आइरहेको छ हेरेर हाम्रो डिकोर 5 किलोमिटर अब God भाइ आयो जिन्दगीमा घुम्नु त पर्छ है घुम्नु त पर्छ यार मरेर जाने जिन्दगीमा यार राम्रो राम्रो ठाउँ हेरेरै मरौँ न है डक्टर के छ साधन रङ हुँदैछ है बाटो थाहा नभएर घुमे भयो यार पर तर के छैन फाइन फाइनली आइसक्यौँ अब भिडियो बनाउँछ हामी यस्तरी घुमाउँछु साइक भनेर ल ठिक छ ल यस्तै गर के हो यो त्यहाँ पोदिन भरे त्यहाँबाट भिडियोबाट गर्ने हो क्या एकछिन रुक न एकछिन रेडी छ घुमाउँछु साइक यस्तो गरेर अलिक मुनिका अनि यो हल्लिँदो रहेछ घुमाउँछु साइक एकछिन चस्मा दिन्छ म एकचोटि यहाँ भिडियोमा मेरै छ यार नि त्यहाँ मेरो भ्यू भएछ हौ एहे वेल गाइस नाच न यार घुमाउँछु साइक गर न गर त ल सुरुमा यता अनि यता ल यहाँ दुईजना यहाँ आउँछ ल 1 2 3 गो ओइ मलाई उडाएर कुन्थ्यो फेरि अहिले मलाई उडाएर फेरि यता 1 2 3 गो ओए एकछिन रुक यार ल 1 2 3 साइड अनि ल 1 2 3 गो ल घुमाउँछु साइक भन्नु न ल तपाईले घुमाउँछु स्वाग हेर न गाइस तिर्सुलिङ कोसी हामी छ
के दामी छ यार यहाँ रुखमा हामी अब यस्तो ठाउँमा पनि आइसक्यौँ हामी क्या दामी छ फाइनली बाटो बनाउँदै रहेछ यहाँ यहाँ त पुरै अफ रोड रहेछ गाह्रो भइरहेको छ यार धुलो उडिरहेछ त्यही माथि बाटो यस्तो खतम छ त्यही माथि बाइक हेर्नु न डुक बाइक पऱ्यो यार डट बाइक भयो पो त यार दामी छ सुहाएको छ मलाई बाइक यार खुलेर जिउने हो गाइज यार घुम्ने हो भिडियो बनाउने हो अनि अर्को कुरा कमाउनु पनि पर्छ यार काम गर्ने हो पैसा आउँछ डुल्ने हो त्यसले भिडियो बनाउने हो रमाइलो गर्ने हो चुन्नु मुन्नु कता हाई गर न यहाँ यता फर्केर बाई गरेर गए बुनुले भन्ने रे करायो त डरलाग्दो भयो त गाई यार बाटो त यहाँ त निकै नै डेन्जर छ यार खतम भन्नु के भन्ने यस्तो बाटोलाई यार अगाडि हेर्नु न अगाडि यार के हो ओहो नै भइसक्यो त यार बाटो त खतरनाक नै रहेछ त यार यो यहाँ त है बनेको म त मरिसक्यो यार बलेर पुरै गरम भइसक्यो यार अब हिँड्नै पर्ने भयो साधन जानु भनेको यस्तो बाटोमा यहाँ दुईवटा छ बाटो केटाहरूले अब म्याप उल्टो हेर्छ अनि जोक भइहाल्छ यार बल्ल पिछबाट आयो नि त छोडेर हालिदिउँ गाई भनेको अनि छ तर यार यहाँ माथि त घर रहेछ के क्वालिटी नै आउँदैन त फाइनली आइपुग्यौँ हामी यार यहाँ अब डह्रो हिँडाइ मचिने भयो ल यसको फाइनली हामी यार हिँडाइ मचिसक्यौँ है जानुपर्ने चाहिँ यहाँ माथि लगाइस हो नभएर जाँठा आएको बानी हिँड्नु नै सक्थेन तिमी भोसडी हेर यहाँ उकालो कस्तो छ सिन हेर त केटाहरूको हिँडाइ मरद छ अब आधी बाटो हिँड्दै जाउँ कहाँ पुगिन्छ पिजी होला भनेर आइयो साले
ठाउँ चाहिँ सुपर नै रहेछ। अझै हिमाल देख्नु पाए चाहिँ मजा आउँथ्यो यार। माथि लेसी यहाँ हेर्न सक्नुहुन्छ। ए बलु है यहाँ हेर गाइज हेर्नु यो बलु राई घाँस यस्तो हुन्छ। तेरीकी अलिक मजाले देखेन राई घाँस नेपियर अरे अनि बदले घाँस कुकुरहरू पनि छ। अझ फाइनल यहाँ छौँ हेरा बाख्रा। सन्दीप बहादुर मगर हिँड्दैछ भने खिचिरहेछ हौ। हिँड्नु न हिँड्नु। अब चाहिँ धेर भयो। अब चाहिँ हामी यहाँ मर्छ साजनको सास निक्लिन्छ अहिले। ए जिम लाग्यो के फेरि गाह्रो छ गाइस। गाइस यस्तो हिँडाइ मचिसक्यो कि यहाँसम्म त बाइक आउँदै रहेछ त। बाइक ल्याउनु पर्छ क्या यार। यस्तो सास बढ्न थालिसक्यो यार। भर्खर हो म त यार बुढा भए जस्तो छ। फोक्सो क्यान्सरहरू ए फोक्सो र मुटहरू बुढा भइसकेछ यार। मरेमा मजा आइरहेछ यार। सिन देखाइदिउँ न। वाह वाह बाटो पछि गयो भने उता पुगिन्छ है अर्को डाँडा। मिस्टेक बाटो आएछ सेट। यहाँसम्म त बाइक मजाले आउँथ्यो क्या। फाइनली यहाँ आइसक्यो। कपाल उडाइरहेको छ यार। केटाहरूको हालत खराब। अब त बाँधिएको केशको। यहाँबाट हिँड्नु न। यहाँबाट यो मन्दिर निक्लिने क्या। आफ्नो आफ्नो बाटो हिँड्नु। अलिक बाहुबली हो क्या मलाई उफ्रिहाल्छ यार। अब त बाँधिएको केश खोला। वाह यो मन्दिर छ यार। Watashi wa Watashi wa फाइनली हामी अब सिधा के अरे सिडी चढ्न आँट्यौँ। सिडी केटाहरूले सिडी हान्दैछ यहाँ। अब हिँड्नु पर्ने हुन्छ तर लास्टै गइसक्यो। बाइक चाहिँ गाइज यहीँसम्म आउँछ। मुर्रा यस्तो उतिर पनि हुन्छ यार भैँसी। यस्तो भिडतिर पनि यार। ल फेरि हाम्रो यात्रा सुरु भइहाल्यो नि यार। ढोला बोकेर लेसको मुर्रा निम्दा निम्दा। क्या डेन्जर हेरेको यार। यो भैँसीहरूले एकैचोटि आएर हान्यो भने त मरिम त। भैँसी यार भैँसी त के आउनु थाल्यो त यार। केटाहरू भैँसीले हान्नु खोजिरहेछ यार। सम्हाल यार झन्डै हान्दिएको यार। मुर्रै बनायो केटाहरूले यार। केटाहरू हान्यो रहेछ। केटाहरू खतरा दौड्यो यार। दामी दौड्यो यार। मुटु नै ढक 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 भइरहेछ यार। साले हातै काम यार। वेल गाइज हामी चाहिँ धेरै माथि आइसक्यौँ है। धेरैभन्दा धेरै। अबको 7 दिनमा हामी हिमालको चुचुरामा पुगेर फोटो खिच्छौँ। हेर्नु सक्नुहुन्छ टुप्पोमै पुगिसक्यौँ हामी। के छैन बिस्तारै हामी पुग्छौँ।
रङ्गिन निशाना हाम्रो जिउँदो रग यो रङ्गिन यसो कस्तो हो यार कस्तो त्यो मलाई त कस्तो हल्लिहाल्छ नि हातबाट हल्लिन्छ क्या सर फाइनली सिन तिम्रो हल्ला गर्दैछ होइन हौ ल हामी चाहिँ यहाँ छौँ गाइज यार फाइनली यति नै हामी यहाँ आउनलाई यस्तो दुःख गरिरहेको छौँ यार तर अझै हाम्रो अझै सिनहरू बाँकी नै छ नि होइन बल्ल शान्ति मिल्यो यार तिम्रो क्यामेराको सेन्सर कसरी लगाएको ए एन्ड्रोइडको त्यस्तो हुँदैन हौ आइफोनको जस्तो यार होइन यति साह्रो नै हल्लिँदैन ल हौ बाइक आइज यार उता फर्किनु न ओए पर लामो उता किन अहिले लामो हात लगाउ न पिएर भिएरै अब उता उता हेरौँ मोबाइल के अरे उता हुँदै बन्द अब यस्तो गरौँ न ततिर को त पोज यसरी मेरो बडी त्यहाँ देखाउँदै ल बडी बडी अरे सेट मोटर देख्दैन पनि खुला